कुसाङको नमस्ते सम्पूर्ण सबैलाई। हाम्रो साथीहरू परदेश खाडी मुलुकमा काम गर्दा कस्तो हुन्छ, कस्तो फिल्ड हुन्छ, स्वदेशमा कस्तो हुन्छ भन्नुहुन्छ नि। म आफ्नै स्वदेशमा भए पनि हैन, खाडी मुलुकमा जस्तै काम गरिरहेको छु। यस्तो बिल्डिङको टुप्पामा हेर्नुभयो है। हो, आफूले खुद काम गरेर देखाउनुपर्छ, बिल्डिङको टुप्पामा चढेर देखाउनुपर्छ। खाडी मुलुकको दाजुभाइहरूलाई कस्तो दुःख फिल्ड हुँदो रहेछ भन्ने कुरा चाहिँ त्यहाँदेखि विचार पाउँछ है। मलाई चाहिँ थाहा छ, खाडी मुलुकमा यस्तो ठुल्ठुलो बिल्डिङको टुप्पामा काम गर्ने व्यक्तिहरूलाई सोच विचार कस्तो हुन्छ, ज्यानको खतरा हुन्छ हैन। यसरी आफ्नो दाजुभाइ दिदीबहिनी आमा बुवा आफ्नो स्वास्नीहरूलाई सबैलाई हैन पैसा पुर्याउनु पर्छ। यस्तो काम गरेर हेर्नुहोस्, मेरो पनि के कमी हैन, यत्रो अल्को बिल्डिङमा लो हेर्नुहोस् है। हो, कति अल्को छ हैन बिल्डिङ। यो पल्लो बिल्डिङ अल्को बिल्डिङ र यो बिल्डिङ चाहिँ बराबर छ र यसरी काम गर्नुपर्छ है। हेर्नुहोस् हैन, काम गर्नु सजिलो छैन नि साथी हो। मान्छेले खिल्ली उडाउँछ, यो भन्छ त्यो भन्छ, आफूले गरेर देखाउनुपर्छ हौ। आफूले खुद गरेर देखाउनुपर्छ, चढ्नुपर्छ, विचार गर्नुपर्छ। त्यतिखेर थाहा पाउँछ कि तपाईलाई कतिको महसुस हुन्छ काम गर्दा। आफ्नो आफन्त दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा आफन्तहरूले माया गर्नुहोस्। आफ्नो साथीभाइहरू सबैले माया गर्नुहोस्। राम्रो काम गर्ने, राम्रो पोजिटिभमा हिँड्ने व्यक्ति, राम्रो बोल्ने है, त्यस्तो व्यक्तिलाई फेसबुकमा फलो गर्नुहोस्। अनि यो काम किन मैले देखाएँ त, आउँदो दिनको युवाहरूले सिकिराखोस् हैन। यो आर्टिकलको कामहरू, हरेक कुराहरू कसरी, यो सेफ्टी बेल्ट लगाउनुपर्छ हैन, हेलमेटहरू लगाउनुपर्छ, अनि आफू पनि होसियारले काम गर्नुपर्छ। यस्तो प्रकारको एउटा स्याम्पल देखाएको है त। सेफ्टी बेल्ट, हेलमेट, सेफ्टी सुजहरू लगाएन भने चाहिँ, जुत्ताहरू लगाएन भने, हेलमेट लगाएन भने तपाईको आफ्नो स्वास्थ्यको लागि नै डेन्जर हुन्छ। र त्यसले गर्दाखेरि यो सेफ्टी बेल्ट लगाएको हो नि। फेरि मैले यो जोकर हुनुलाई लगाएको होइन, सबैलाई एउटा स्याम्पल होस्। लसो कटिन्छे। थ्याङ्क यू।